जन्माइसकेको सरकारले कुन नैतिकताका आधारमा बसेको छ मलाई थाहा छैन। सरकारको औचित्य समाप्त भइसकेको छ र संसदबाट बलियो सरकार बन्ने बाटो पनि यिनीहरूले बन्द गरे। दुईटा ठुला दलहरू मिलेर लोकतन्त्र बचाउन, संविधान बचाउन होइन, एक अर्काका भ्रष्टाचारी बचाउनका लागि देखाउ बचाएर थुरा र बिलामी छैनलाई तयार छु। म पार्टीको जिम्मेवारीमा फेरि फर्किनेवाला थिइनँ, तर यिनीहरूले मैले उच्च नैतिकता देखाउँदाखेरि यिनीहरूले यो प्रतिशोधलाई अनुमोदन गर्नेछन्। त्यस कारणले मैले अब बेला भएको छ, अब चाहिँ पार्टीको नेतृत्व पनि सम्हाल्छु। जुन दिन थुनिन्छु तर जबसम्म रहन्छु तबसम्म पार्टीलाई फेरि अर्को एउटा नेतृत्व दिएर त्यसैले दाजुभाइ प्रतिनिधिहरू, मेरा बाँकी कुरा म चितवनमा भन्ने छु। चितवनमा केही विशेष कुरा भन्नु छ। मैले अघि पनि भनिहालेँ, यो सरकारले मलाई फेरि थुनेन छ भने यसको विश्वास छैन। थुनेछ भने पनि सभा गर्नुहोला, पार्टीको काममा निरन्तरता दिनुहोला। म आज पार्टीको अब बैठकमा बस्नेछु। साथीहरूलाई के गर्नुभएको छ यसो बुझ्ने कोसिस गर्छु। यो अप्ठ्यारो परिस्थितिमा आफ्नो ठाउँबाट सघाउनु नै तपाईँ सम्पूर्णलाई म फेरि पनि धन्यवाद दिन चाहन्छु।